मेरै सजिलोले नि एसेम्बली आँटे भने ससुराले नै एसेम्बली बनाउँछ कि आँटै उसिल पर्छ क्या आफ्नो भएर ससुराली छोरीले पनि त टेरिएन थियो है। यहाँहरूको एटेन्सन मैले लिन चाहेँ। हामीलाई कार्यक्रम सुरु गर्नुपर्छ भन्ने हामीलाई आज्ञा भयो। सो गुड मर्निङ लेडिज एन्ड जेन्टलमेन। यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा न्यानो अभिवादन। आज जनवरी 17, 2026 स्याटरडे को दिन हाम्रो डीसी परसाई भाइको आफ्नै निवासमा सुसम्पन्न हुन गइरहेको यो ओहायो सुपर स्याटरडे फाइनेन्सियल सेमिनारमा सहभागी हुन जति पनि यो ओहायो मुन्रोबाट वरपर ओहायो भरि प्लस ओहायो बाहिरबाट पनि जति पनि पाल्नु भएको विशिष्ट व्यक्तिहरू भनौँ फाइनेन्सका वित्तशास्त्रका होनहार हस्तीहरू लगायत अन्य व्यक्तित्वहरूलाई हृदयदेखि स्वागत गर्दै न्यानो अभिवादन पनि गर्न चाहन्छु। मेरो नाम चन्द्रा बास्तोला, म लेक्सिङटन केन्टकीबाट र आजको यो कार्यक्रम प्रस्तोता पनि र साथमा हुनुहुन्छ म उहाँ आफैलाई इन्ट्रोडक्सन दिन चाहन्छु। हेलो एन्ड नमस्ते सबैजनालाई। वेलकम एन्ड थ्याङ्क यू एभ्रिवन फर एटेन्डिङ आवर ओहायो सुपर स्याटरडे फाइनेन्सियल सेमिनार। मेरो नाम सुमन्ता हो र मैले चाहिँ डब्लुएफजी लास्ट इयर मेमा जोइन गरेको र अहिले म सिनियर एसोसिएट हो। थ्याङ्क यू बहिनी। आजको हामी दुवैजना यो कार्यक्रम सञ्चालिका। सर्वप्रथम त यो कार्यक्रम सञ्चालन गर्ने भूमिका निर्वाह गर्ने यो जिम्मेवारी हामीलाई दिनुभयो, यो शुभ अवसर दिनुभयो, यसको लागि धेरै धेरै आभारी छु। र आजको यो विशेष कार्यक्रम आयोजना गर्नुहुने हाम्रो विशाल डब्लुएफजी प्लेटफर्मको ग्रेट टिम होराइजनको शाखा टिम एउटा टिम मिराकल बाट जति पनि जनाले यो कार्यक्रम आयोजनाका लागि सहयोग पुर्याउनु भयो, योगदान पुर्याउनु भयो, यहाँहरूप्रति धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो कार्यक्रम एकदमै उल्लेखनीय रहनेछ भन्ने कुरामा म विश्वस्त छु। एकजना वरिष्ठ वान अफ द फाउन्डिङ फादर अफ युनाइटेड नेसन बेन्जामिन फ्र्याङ्कलिन भन्छन्, एन इन्भेस्टमेन्ट इन नलेज पेज द बेस्ट इन्ट्रेस्ट। भनेको हामी कुनै पनि कुरा, कुनै पनि शिक्षा आर्जनको लागि, कुनै पनि ज्ञान आर्जनको लागि जे जति समय खर्चन्छौँ, जे जति स्रोत साधनहरू अपनाउँछौँ, जे जति अध्ययन गर्छौँ, त्यहाँबाट हामी जे प्राप्त गर्छौँ त्यो अमूल्य रहनेछ, त्यो असाध्यै मूल्यवान रहनेछ। त्यसमा पनि फाइनेन्समा हामी फाइनेन्सियल एजुकेसनको लागि, फाइनेन्सियल लिटरेसीको लागि हामी जे जति इन्भेस्ट गर्छौँ त्यहाँबाट नै धेरैभन्दा धेरै हामीले प्राप्ति गर्छौँ। बेस्ट इन्ट्रेस्ट, ठुलो हासिलता, ठुलो सफलता हासिल हामीले त्यहीँबाट गर्छौँ भन्ने कुरा उहाँ भन्नुहुन्छ। र यस्तै वरिष्ठ व्यक्तित्वहरू, सक्सेसफुल पर्सनहरूबाट उनीहरूको विचार र भनाइहरूलाई आत्मसात गर्दै हामी पनि विगत केही वर्षदेखि यो डब्लुएफजी विशाल प्लेटफर्ममा फाइनेन्स सम्बन्धी सिक्दै र सिकाउँदै कति कुरा त्यहाँबाट हासिल गर्दै कति सुविधाहरू अनुभव गर्ने मौका पायौँ र त्यही अवसरहरू विषयमा चाहिँ हाम्रा समाजका प्रत्येक फ्यामिलीलाई यो आवश्यक छ भन्ने कुरामा हामी एकदमै निरन्तर लागिरहेका छौँ। त्यही सिलसिलामा आज चाहिँ यहाँ हामी विभिन्न क्षेत्रबाट, विभिन्न व्यक्तित्वहरूबाट, धेरै दक्ष व्यक्तित्वहरूबाट हामी फाइनेन्सको बारेमा, स्पेसली पर्सनल फाइनेन्सको बारेमा, प्रति व्यक्ति मान्छेको वित्तीय शास्त्रको विषयमा हामी लर्न गर्नेछौँ, सिक्नेछौँ। त्यो सिकेको कुराहरू अरूलाई सिकाउनु पर्छ भन्ने कुराहरू, यस्तै यस्तै विषयमा आजको प्रेजेन्टेसनहरू हुनेछ। सो अब भने कार्यक्रमलाई अलिकति अघि बढाउने जमर्को गर्दै
आजका पस्काइहरू आजको प्रेजेन्टेसनहरू हामी एकाएक सुरु गर्छौँ। आजको पहिलो प्रेजेन्टेसनको रूपमा रहेको छ वेलकम स्पिच को लागि आउँदै हुनुहुन्छ यही टिम मिराकलको एकजना सिनियर एसोसिएट अनन्त उप्रेती। टिम मिराकलमा वा सिनियर एसोसिएट हुनुहुन्छ। सरी, हामी यहाँ लेखेको मेन्सन गरेको रहन्छ। उहाँबाट हामी वेलकम स्पिच हामी सुन्नेछौँ। यहाँ हामीलाई स्वागत गर्नुहुन्छ, त्यसको लागि उहाँलाई स्वागत गर्नु म अनुरोध गर्छु। थ्याङ्क यू। नमस्कार सबैजनालाई। आजका यस सभालाई सफल बनाइदिनु हुन आउनुहुने हाम्रा केन्टकी लेक्सिङटनबाट आउनुहुने हाम्रा अग्रज व्यवसायी श्री राज भट्टराईज्यू, यसै गरी केन्टकीबाटै आउनुहुने अर्का लिडर हाम्रो शेख उप्रेती एन्ड कृष्ण बास्तोलाज्यू, अनि सम्पूर्ण अरू स्टेटबाट पनि आफ्नो व्यावसायिक क्षमतालाई विकास गर्नको लागि टाढाबाट ड्राइभ गरेर आउनुहुने हाम्रा सम्पूर्ण अतिथिगणहरूलाई, अनि यहीँनिर बसेर आफ्नो भविष्य केमा चाहिँ सफल हुन सकिन्छ त भनेर चाहिँ प्रयासरत रात दिन नभनिकन लागिरहनु भएका हाम्रा सम्पूर्ण उपस्थित महानुभावहरूलाई म आन्तरिक हृदयदेखि नै आज स्वागत गर्न चाहन्छु। सबैभन्दा पहिला म मेरो इन्ट्रोडक्सन दिन चाहन्छु। म अनन्त उप्रेती। यो बिजनेसमा म लास्ट इयरको नोभेम्बरमा जोइन भएको र अहिलेसम्ममा अहिले मेरो पोजिसन भनेको सिनियर एसोसिएट। मेरो एजुकेसन भनेको म ब्याचलर पढ्दै थिएँ, त्यही क्रममा युएस आउनु पर्यो र त्योभन्दा अगाडि मैले नेपालको धेरै स्कुलहरूमा टिचिङ गर्दै मेरो पहिलो व्यवसायलाई अगाडि बढाउन थालेको हुँ। र त्यसै क्रममा युएस आयो। युएस आएपछि के गर्ने त भनेर खोज्दाखेरि अब 2008मा इकोनोमिक क्रास भएको बेलामा आयो। अनि अब त्यस्तो बेलामा यहाँ आउँदाखेरि जब पनि थिएन। वहाँनिर अब त्यति सम्मान गर्ने जब, सबैले नमस्कार गर्ने जब, यहाँ आएर अब तैँले यो काम गर्नै पर्छ भन्ने अरूको पेलाइ होइन, आफ्नो इन्डिपेन्डेन्स मन पर्ने मान्छेहरूलाई एक खालको डिप्रेसन जस्तो पनि हुँदो रहेछ, त्यस्तो पनि भयो। र अब केमा चाहिँ हाम्रो भविष्य छ त भन्दै जाँदाखेरि अब कर्पोरेटको कामहरू पनि धेरै गरियो। व्यवसाय खोलेर गर्दा पनि आफूले लगानी लाउनु पर्ने भयो। त्यो लाउने लगानी हामीले कर्पोरेटको काम गरेर मात्रै हासिल गर्न नसकिँदो रहेछ र सकेन पनि। र त्यस्तै अवसरहरू खोज्दै जाँदाखेरि यो हाम्रो WFG भन्ने प्लेटफर्म पाइयो र यो प्लेटफर्मले आफ्नो लगानी पनि त्यति नगर्नुपर्ने र आफूले रात दिन नभनिकन अब खट्नु पनि नपर्ने, आफूले सामान्य अब दिनमा 2-4 घन्टा टाइम दिँदा आफ्नो कामै राखेर यसलाई साइडमा लिँदा पनि हामी अगाडि बढ्न सक्छौँ भन्ने मलाई दृढ विश्वास भएर म यसमा लागि परिरहेको छु। र प्रत्येक मानिसलाई भगवानले एउटा शक्ति दिएको हुन्छ, तर त्यो शक्ति आफूले चिन्न सकिएन भनेदेखि कहिले पनि हामी अगाडि बढ्न नसकिने रहेछ। र त्यो शक्ति के हो भनेर हामीले चिन्न पनि सकिँदैन। एउटा मान्छे जन्मिन्छ र आफू केमा चाहिँ प्रख्यात छु भन्ने कुरा खोज्दै उसको मृत्यु पनि हुन्छ। र कसैले भेट्छन् र उनीहरू केमा गुड एट उनीहरू अगाडि बढिहाल्छन्, तर नभेट्ने यस्तैमा नै जिन्दगी बित्ने गर्छ।
त्यही भएर आफ्नो यो व्यावसायिक यसमा उपस्थित हुनुभएका आज सम्पूर्ण अवसर खोज्दै खोज्दै हामी यहाँनिर उपस्थित भएका छौँ र सम्पूर्ण उपस्थित जनहरूलाई आज फेरि पनि मेरो आन्तरिक हृदयदेखि स्वागत गर्दै आजको कार्यक्रमलाई अघि बढाउनको लागि हाम्रा सञ्चालक चन्द्र म्यामलाई यो माइक्रो हस्तान्तरण गर्दै म यहाँबाट बिदा हुन्छु। धन्यवाद। धन्यवाद अनन्तजी, निकै मिठो स्वागत भाषण स्वागत मन्तव्य राखिदिनु भयो। साँच्चै नै मान्छेलाई केही न केही अदम्य शक्ति दिएको हुन्छ ईश्वरले, त्यो चाहिँ हामीलाई आफूले पहिचान गर्नु पर्यो, खोज गर्नु पर्यो र त्यसलाई निकासा दिने, त्यसले कहाँ प्रयोग गर्ने भन्ने कुरा हामीले आफै अन्वेषण गर्नु पर्यो, खोज्नु पर्यो। सो थ्याङ्क यू अगेन। अब चाहिँ दोस्रो प्रेजेन्टेसन स्वरूप हामी अडियन्सबाट रेन्डम हामी अडियन्सबाट इन्ट्रोडक्सन एटलिस्ट भए इन्ट्रोडक्सन भए डब्लुएफजीको जर्नी नभए इन्ट्रोडक्सन मात्रै भए पनि दिइदिनको लागि बहिनी सुमन्ताजी, मेरो आजको सञ्चालिका साथी बहिनी सुमन्ताजीलाई दिन्छु, यो माइक्रोफोन हस्तान्तरण गर्छु। थ्याङ्क यू बहिनी। Thank you, Chandra ma'am. First of all, I would like to call John Mari on the stage. Even being a non-speaker, non-Nepali speaker, he's here with us in this platform. Could you share a little bit about your journey? Thank you. My name is Jean-Marie Moma from Lexington, Kentucky. My upline is SEC Uprete. We worked a long time ago with SEC at the NSG. He tried to let me know about business, to join WFG business. But I was hesitant because I was doing some other business. On that business, we make money every day, easy money. I bring people to the business, we put money and we get money every day. But Seth told me, this business is good, this is not good. Sometimes every day I show Seth, you see, I have 6,000, 4,000. He said, Jean-Marie, oh, it's not good business, it's a scam. I don't believe Seth. Because Seth told me, WFG, we need to go there to study. I said, my God, I need easy money right now. I still hesitate. I said, okay, we will see next time. And one Seth get 50 car. He showed me, look, I'm surprised. What is it? And then our business was a very, very scam. And I was getting an office for that business, LSCC, you know. I get the rent, for office rent. I rent the office, every month I will pay 1,250. But he give me only 2 months. I take 2 months, I pay. And after 3 months, he don't give me any more money for rent. Now I use my own money to pay. And after 1 month again, the business disappear. And everybody cry, oh no, we lose money. Now the business was closed. The landlord tell me, the contract was for 1 year, but now I give you 5 months to pay me 5 months, 6,300. Now I need to take my own money to pay that money to make off the rent. But Rana, I don't have money to pay Rana. I don't know what he can do. He can put me in a collection or what, I don't know. I try. If I get money, I can pay. That's why I was, when thinking about second, no, I need to focus for this business. I cannot start to get money right now, no. I need to learn
to follow the leader, like we say every time in the Zoom, we need to follow the leader. But it's not easy. I have too many things. Sometimes call me, I'm busy. I go to school. After school, I need to. I say no. I need to focus on this business. Last time, yesterday, me and Seth, we do everything, the application to go to send all paperwork for exam, to do the exam. That right now I already pay everything. Now I'm waiting for the schedule, an appointment for next week. That's why right now I start to learn all questions. There's 400 my friend give you today right now. I need to go to the library tomorrow or Monday to print the paper and to start to study only the question for exam. Thank you so much. I cannot talk too much, but it's the one thing I have to program. Thank you so much. Thank you, Jamari. Thank you, Jamari. What we hear from you is we try to do business, we try to invest money, but does it work if we don't have any idea, any knowledge about finance? What type of business do we, it's very important, it's very crucial to know on what type of business we are putting money. So before investing money, we have to learn about money formula, money thing, finance. Financial literacy is the key, which it's lacking in our community. So that's what we learn from his experience. Finally, you are in WFG. Yes, it's a perfect platform where you don't need much of capital. It's almost free, isn't it? So yes, this is everybody can do here. It's a very legit, very proven, because we do not make money here without state authorized you. From there, we can say it is a legit business. So finally, you are on the right platform. Thank you for your sharing. So abako palo audience lai आफ्नो introduction WFG को यात्रा को चिनारी गराउने क्रममा अब next person हुनुहुन्छ हाम्रो लिस्टमा बहिनी मनमाया जो उहाँ यो WFG मा so far TA ट्रेनिङ एसोसिएट हुनुहुन्छ WFG प्लेटफर्मलाई चिनेर उहाँ पनि आफ्नो यात्रा अगाडि सुरु गर्नु भएको छ हेरौँ उहाँ के भन्नुहुँदो रहेछ हामी कमसेकम ध्यान दिएर सुनौँ we will definitely learn something from her. Thank you. धेरै धन्यवाद यस कार्यक्रममा दुईजना सञ्चालक जीवनलाई म मेरो परिचय दिन चाहन्छु मेरो नाम मनमाया राई हो म सिन्सिनेटी ओहायोमा बसोबास गरेको लगभग 2012 देखि हो यहीँनिर बसोबास गरिरहेको छु र थ्याङ्क यू सो मच फर WFG पनि भन्न चाहन्छु किनभने मलाई यहाँ ल्याउन चाहिँ गङ्गा राईद्वारा आएको म जोइन भएको मेरो अपलाइनर उहाँ हुनुहुन्छ र मेरो एसएमडी चाहिँ राज सर सबैजनाको एसएमडी राज सर नै हुनुहुन्छ जस्तो लाग्छ मलाई चाहिँ र जतिजना 3जना एसएमडी हुनुहुन्छ उहाँहरूलाई थ्याङ्क यू जतिजना बेला आउनुभएको सबैजना माननीयजनहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु मैले WFGमा जोइन भएको 2025 मा हो 1 वर्ष हुन लाग्यो मैले चाहिँ लाइसेन्स निकालेको छुइनँ किनभने मेरो घरको समस्या भनौँ न त्यस्तै हो छोरी मान्छेको होइन समस्या उता चढाव माथि तल भइरहेको छ त्यसले गर्दा फेरि मैले अर्को रिन्यू गरेको छु लाइसेन्सको लागि पनि हामीले एकचोटि फेल भएर दुईचोटि फेल भएर हार मान्ने होइन अर्को कुरा म के भन्न चाहन्छु भने म आफैले बुझेको र जानेको आफूले जतिजनालाई लाउन सक्यौँ होइन ल्याउन सक्यौँ बुझाउन सक्यौँ आफू गर्न सकेन भने नि खुसी हुँदो रहेछ त्यसलाई हेरेर किनभने म अहिले सुमन्तालाई ल्याएको सुमन्ताले अगाडि गरेकोलाई हेर्नलाई देख्यौँ भने पनि अब गर्न सकिने रहेछ उसले गर्न सकिन्छ
र उसको उमेरकोले पनि गर्न सक्ने रहेछ भन्ने कुरा उदाहरण दिन सक्छु म चाहिँ। यो चाहिँ किनभने यहीँ मेरै छेउमा छ होइन, उसले गरेको छ है, उसले गर्छ है र यहाँ हुन्छ भन्ने चाहिँ म ठोस प्रमाणसँग होइन भन्न र बोल्न अनि देखाउन पनि सक्छु। त्यसले गर्दा अब हुनु चाहिँ कति सानो उमेरको नानीहरूलाई भन्नलाई अलिकति गाह्रो हुन्छ, किनकि हामी नेपाली बोल्छौँ, उनीहरू इङ्ग्लिस, हामीले इङ्ग्लिसबाट भन्न सक्दैनौँ अनि नेपालीबाट फेरि भन्दाखेरि उनीहरू बुझ्दैन। त्यसले गर्दा अलिकति गाह्रो चाहिँ हुन्छ हामीलाई उनीहरूको उमेरको ल्याउनलाई, तर आएपछि चाहिँ उनीहरूले चाहिँ गर्छन्, यो चाहिँ म भन्न सक्छु ठोस प्रमाण दिएर होइन। र यसरी नै अब हामी अगाडि बढ्नुपर्ने रहेछ। अब भोलि भन्छु भन्नु चाहिँ नहुने रहेछ। मलाई चाहिँ के भइरहेछ भने मैले कृष्ण भाइलाई म भोलि यो हप्ता चाहिँ भन्नु पर्यो भनेर थियो, किनकि कृष्ण भाइको ठ्याक्कै घर सर्ने थियो। अनि ओहो म भन्छु नि भने होइन, घर सर्दैछ, उहाँको क्लोजिङ के भइरहेको थियो, ठ्याक्कै फेरि अनन्त सरले अघि लगिसक्नु भएछ क्या, त्यस्तो पनि हुँदो रहेछ। तर हामीले भोलि चाहिँ भन्छु भन्नु हुँदैन रहेछ। त्यसले गर्दा होइन, जतिजना तपाईँहरूले भन्न आँट्नु भएको छ भन्छु म भन्ने खालको छ भने त्यो चाहिँ भनिहाल्नुहोस् भन्ने चाहिँ मेरो यो होइन उयो लाग्छ क्या मलाई। ओहो तर जे भयो भने उहाँ आउनुभयो होइन, त्यसमा खुसी पनि मान्नुपर्छ। आउनु नै राम्रो हो, तर ल्याउनलाई चाहिँ अलिकति गाह्रो हो, तर राम्रो प्लेटफर्म छ WFG। म यति भन्दै यहाँबाट ओझेल हुन चाहन्छु। थ्याङ्क यू। थ्याङ्क यू भन्न चाहन्छु मनमाया, मेरो काकी पनि हुनुहुन्छ, उहाँले मलाई WFGमा इन्ट्रोड्युस गर्नुभएको। इन्ट्रोड्युस गर्नुभएको फर्स्टचोटि कुरा गर्नुहुँदाखेरि भन्नुहुन्थ्यो 125ले त मिलियनियर हुँदो रहेछ भन्ने कुरा गर्नुहुन्छ। अब सबैले अब यस्तो सुन्दा त 125ले चाहिँ कसरी मिलियनियर हुन्छ भनेर त्यो क्वेसन त हुन्छ नि। त्यस्तै मलाई पनि धेरै क्वेसन भएको थियो र म नि अलिक हेजिटेट गरेँ फर्स्टमा, अब के पछाडि गर्छु होला भनेर त्यस्तो अलिक टाइम मागेँ। अनि तर छनाले मलाई धेरै भन्नुभयो, भनिरहनु कुरा गरिरहनु भएर अनि त्यसबाटै अब इन्ट्रेस्ट पनि जान्यो, के रहेछ त ट्राई गरौँ न भनेर म WFGमा जोइन गरेर ट्राई गरेँ। र ट्राई गरेपछि चाहिँ अब लाइसेन्स निकालेँ अनि अर्न गर्नु पनि थालेपछि चाहिँ अब बिलिभ भयो नि त, हो यो चाहिँ लेजिट रहेछ, यहाँबाट चाहिँ केही इन्कम पनि गर्न सक्नुहुँदो रहेछ भनेर त्यो पनि थाहा पाएँ। त्यही हो। अब नेक्स्ट अडियन्सबाट हाम्रै WFGको हाम्रै टिमको कृष्ण सरलाई बोलाउन चाहन्छु, केही WFGको बारेमा आफ्नो जर्नीको बारेमा भन्नुको लागि। थ्याङ्क यू बुनु गाइस, त्यो जुन अवसर मलाई दिनुभयो। सबैलाई टिम मिराकल लगायत जुन हाम्रो ठुलो ब्रान्च टिम हराइजन, जुन ब्रान्च छ हाम्रो जुन हराइजन, त्यसबाट म पनि आबद्ध भएँ यस टिम मिराकलमा जोइन हुन। सर्वप्रथम सब क्यान्टोकी हाम्रो मिराकल चन्द्रमेन लगायत शेख सर, राज सर सम्पूर्णलाई स्वागत गर्न चाहेँ। ल म धेरै भूमिका बाँड्न चाहिनँ, सबैलाई नमन गर्न चाहेँ। यो WFG म लास्ट इयर 2025 सेप्टेम्बर अलिकति म ब्याक जान्छु। जुन मनमाया भाउजूले भन्नुभयो यसको लागि चाहिँ म जुन घर सर्न अगस्त 2025मा परिक्रिया भइरहेको थियो र मलाई मेरो श्रीमतीले छ्यास्सा सुनाउनु भयो क्या, सुनाएन यस्तो यस्तो अरे के अरे भाउजूले यसरी पढ्दै हुनुहुन्छ अरे अनलाइन कोर्स भनेपछि मलाई अलिक डाउट भयो। त्यसपछि मलाई हल्का आनन्दजीले यो कुरो राख्नु भएको थियो अनि मैले भने भाउजूले त्यो पढ्नु भएको त WFGको पक्कै पनि होला 100% भन्दा सोद्धाखेरि मैले तुरुन्तै कल गरेर भाउजूलाई सोद्धा हो त भाइ भन्दाखेरि चाहिँ अनि अलिकति उहाँ पनि ढिलो हुनुभयो। यसको लागि चाहिँ म WFGमा आउनुको कारण चाहिँ आनन्दजीले हामी एउटै डिपार्टमेन्टमा काम गर्थ्यौँ पहिले, उहाँले अलिकति छ्यास्सा कुरो गर्ने अनि कृष्णजी यस्तो यस्तो छ म पहिले पास गर्छु, पहिले सर्टिफिकेट निकाल्छु मात्रै भन्नुभयो। अनि मैले भने कस्तो बिजनेस भन्दै थिएँ, त्यस क्रममा चाहिँ WFG हो भने त्यति मैले इन्ट्रेस्ट दिइनँ। पछि उहाँले जब मलाई भन्दै जानुभयो, फलोअप गर्दै जानुभयो
अनि गरेपछि के रहेछ यो WFG 125 125 थिच्दा 1 मिलियनियर हुन्छ अरे भन्दै जाँदाखेरि मलाई नि अलिक चासो बढ्यो क्या। अनि के रहेछ त भन्दाखेरि ठिक छ त म साइन अप गर्छु भनेर हाम्रो देवीजी आनन्दजी शेख सर हाम्रो साइन अप गरेँ। त्यतिकै त्यो साइन अप भयो अनि अब त्यतिकै मैले पनि त्यति इन्ट्रेस्ट गरिनँ। अनि देवीजीले एक दिन के भयो हाम्रो गफ भयो होइन जुम पठाइदिन्छु कृष्ण सर त्यहाँ यसो हेर्नु नि अलिक भन्दाखेरि चाहिँ ठ्याक्क अहिले मैले सम्झिन चाहेँ शेख सर उद्धव सरलाई ठ्याक्क लन्च बक्सको त्यो एउटा कथा आयो क्या अनि त्यसले मलाई पिन्च गर्यो। अनि त्यो आज सुने भोलि सुन्न मन लाग्यो पछि सुन्दै जाँदाखेरि त एकछिन बानी भयो क्या मलाई नसा जस्तो भयो हो यो त राम्रो रहेछ भन्ने भएर लगभग 75% मेरो मनमा बस्यो। अनि त्यसले गर्दा त्यही मौकामा ठ्याक्क मैले बाल्टिमोर जान मौका पाएँ। शेख सर लगायत देवी सर हाम्रो राज सर लगभग 2 महिनापछि उहाँ जब गएँ सुने वाह यो त यस्तो चिज रहेछ होइन यसमा त लाग्नुपर्ने रहेछ म मात्रै होइन मेरो फ्यामिलीलाई अभिबद्ध लगेर लान्छु म भन्ने एउटा अठोटले माइन्ड सेट गरेँ। ठिक छ अनि त्यसमा गएँ। यसमा के हुन्छ भने अब एक दिन हामी आनन्दजी म ठ्याक्क यो कहानी भनिहाल्छु। हाम्रो एकजना आफन्त दोकान छ त्यहाँ जुन गोपाल सर उहाँ पनि आबद्ध हुनुहुन्थ्यो। हामी एक दिन ल्यापटप बोकेर गयौँ। यो यसमा के हुन्छ भने त्यसमा त्यो पछि हामी दिनभरि आनन्द सर र म लगभग बिहानदेखि बेलुकैसम्म त्यहाँ बस्यौँ तर काम चाहिँ भएन सबैलाई आफ्नो देखाएँ। जब पछि आयो त्यसको 1 हप्ता पछि नामाकरण भयो मेरो चाहिँ आनन्दजीलाई चाहिँ त्यस्तो भनेन के नामाकरण भयो भने लगभग 125 नाम पनि राखियो मलाई। अनि बौला आशा मान्छे पनि भन्छ होइन ठिक छ मैले एक किसिमले अब मलाई श्रीमती अब त्यो त श्रीमतीलाई आयो सबै कुरो यस्तो भने यस्तो भयो भने ठिक छ भन्नेलाई देऊ तर म कहिले पनि यसमा पछि राख्दिनँ एकदम आबद्ध भएर लागेको छु। ठिक छ अब यो लाइसेन्स निकाल्ने क्रममा म बढ्दैछु अगाडि यसपछि म 100% यसमा लागि पर्नेछु। अहिले त म के पनि भन्न थालेको छु नि आफन्त मान्छेलाई यसले के गर्छ भने हाम्रो मान्छे चाहिँ स्कुटी र LLC कम्पनी ट्रक अहिले डुब्यो क्या। अनि अब मेरै आफन्त धेरै छन् अनि अब लगभग 5000 एकजना साडु गाईले डुबाउनु भयो। अब म त्यहाँ फलोअप गरिरहेको छु। आज पनि मैले निमन्त्रण गरेको थिएँ उहाँलाई तर आउनु भएन। तपाईँले त्यत्रो डुबाउनु भयो नाथे 125 चाहिँ यसमा हाल्न तपाईँलाई के गाह्रो किन लोभ भन्दाखेरि अब लाखे भन्नुहुन्छ होइन ठिक छ हामी बद्ध भएर जाने हो तर यहाँ रिसाउने कुरो कहीँ पनि छैन। म चाहिँ अहिले चाहिँ के मनन गरिरहेको छु भने मान्छे मान्दैन तर यहाँ नबुझेर हो मान्छेले बुझ्ने हो भने यहाँ सबै लाग्छ तर यो बुझाउनका लागि चाहिँ म पनि आबद्ध लर्न गर्दैछु यसमा लगभग 3 महिना भयो। ठिक छ यो 2 शब्द भन्दै यसलाई मैले हस्तान्तरण गर्न चाहेँ। थ्याङ्क यू सो मच। वाह थ्याङ्क यू कृष्णजी निकै राम्रो निकै दमदार प्रस्तुति राखिदिनु भयो। म कम्बाइनली मनमायाजी सुमन्तजी उहाँ तिनैजनालाई मैले समेटेर थ्याङ्क यू भन्न चाहेँ। मनमायाजीको एक्सपिरियन्स पनि मलाई इन्ट्रेस्टिङ लाग्यो। सुरुमा फर सम रिजन केही आफ्नै फ्यामिली इस्युको कारणले टाइम दिन सक्नु भएन हुन्छ कि हुँदैन कि त्यतिकै अल्मलिनु भयो तर उहाँभन्दा मुनि उहाँले रिक्रुट गरेको सुमन्ता बहिनीले लिटरली लाइसेन्स निकालेर इन्कम गर्न थाल्नुभयो। यहीँ हुनुहुन्छ त सो इट्स अ प्रोभन सिस्टम के हामीले यहाँबाट हुँदैन कि डुब्छु कि इन्कम होइन होला यो हावा होला 125 मिलियन हुने कुरा यो एकदमै हुँदै होइन यो कुरा होइन के हामीले बुझ्न नचाहेर मात्रै हो नपत्याएर मात्रै हो। त्यसै गरी कृष्ण अधिकारीजीले एकदमै क्लियरली भनिदिनु भयो के यो प्रोभन छ भनेर। सो इट्स अ भेरी लेजिट बिजनेस भन्न चाहन्छु। थ्याङ्क यू। यस पछाडिको अडियन्स इन्ट्रोडक्सन गर्ने क्रममा म यहीँ यहीँ ओहायोबाट मेरो डाउनलाइन मेरो रिक्रुट मेरो भदा पनि हो दीपक खरेललाई यहाँ आएर आफ्नो 2 शब्द WFG मा हुनुहुन्छ उहाँ विगत 2025 को अप्रिल समथिङबाट अहिलेसम्म उहाँको बुझाइ WFG प्रति के छ अथवा के कस्तो लागेको छ उहाँलाई उहाँ कस्तो यसलाई सकारात्मक नकारात्मक कसरी हेर्नु भएको छ आई वान्ट टु हियर फ्रम हिम। दीपक खरेलजी यहाँ आएर आफ्नो एक्सपिरियन्सहरू सेयर गर्न सक्नुहुन्छ। थ्याङ्क यू उहाँलाई पनि तालिका साथ स्वागत गरौँ। Good morning.
म्युजिकको बारेमा खासै त्यस्तो इन्डेप्थ नलेज त छैन। आन्टीले रिक्रुट गर्नुभएको, म आफ्नो लाइसेन्सको लागि प्रिपरेसन गर्दैछु। थोरै अलिकति बुझेको छ, तर यसमा धेरै इम्पोर्टेन्ट नलेजेसहरू छ about insurance, about financial literacy. So बिस्तारै म पनि बुझ्दैछु, there is much more to learn. And once you learn, and you can teach other people and help our community. That's it. मैले त्यस्तो धेरै खासै इनडेप्थमा त पढिसकेको छैन चाहिँ। Thank you. ठिक छ, काफी नै छ, बुझ्नु यहाँ छ, यहाँ इन्डेप्थ, यहाँ नलेज छ, धेरै छ, यहाँ बुझ्नु छ। मैले म गर्दैछु त्यही नै हो। सुरुमा धेरैभन्दा धेरैको त्यस्तै नै एक्सपिरियन्स छ। यो हुन्छ, यहाँबाट कमाइ हुन्छ, यो लेजिट हो जस्तो कसैलाई पनि लागेकै हुँदैन। साह्रै न्यून वर्गीय पर्नुहुन्छ यो ठाउँमा। खोज्दै यसलाई, यो प्लेटफर्मलाई खोज्दै आउने, यहाँबाट म केही गर्छु भन्ने त हामीले औँलामा गनेर राख्न सक्छौँ, त्यति कम्ती हुन्छ। यो कुनै अनौठो होइन। तर हामी म यहाँ एज यो प्लेटफर्मको अहिले म पनि विगत 2025 को जनवरीदेखि आबद्ध छु। मैले पनि सुरुमा यस्तै नै हो, मैले धेरै कता सकारात्मक थिइनँ। मलाई मेरो आफ्नै ब्रदर इन ल, मेरो जेठाजु कृष्ण सरले मलाई रिक्रुट गर्नुभएको हो। यो प्लेटफर्ममा म लगायत मेरो हस्बेन्ड एकदमै पोजिटिभ नै थियौँ, किनकि अलिकति हाम्रो चाहिँ कथा पनि छुट्टै छ। सरी, मैले अलिकति टाइम लिने कोसिस गरेँ, धैर्य गरिदिनु होला। हामी ब्याक 2022 मा हाम्रो आफ्नै क्लासमेट याम रावत, जो अहिले प्राइमेरीकाको निकै माथिल्लो लेभलमा पुग्नु भएको छ, उहाँले यो विषयमा WFG का यस्ता फाइनेन्सियल इन्डस्ट्रीको बारेमा धेरै कुराहरू सिकाउनको लागि आउनुभयो। आएर उहाँका सबै प्रेजेन्टेसनहरू PPM भनौँ न, इन पर्सन, त्यो हेरेपछि आई वाज वेल कन्भिन्स्ड यहाँ राम्रै छ भनेर मैले मेरो हस्बेन्डभन्दा पनि धेरैभन्दा धेरै जोड मैले गरेँ, लाग्यौँ। लाइसेन्स पढेँ, धेरै उत्सुकताको साथ लाइसेन्स निकालेँ मैले। अनि अब लाइसेन्स पछाडि रिक्रुट गर्ने क्रममा, क्लाइन्टसँग जाने क्रममा रिक्रुटिङको यसमा सिलसिलामा बुझाउनुपर्छ। बुझाउँदाखेरि यहाँ प्रोडक्ट चाहिँ के हो भन्ने प्रश्नमा अब मैले डेफिनेटली एन्सर त त्यही हो भनेर जोड्नै पर्यो, इन्सुरेन्सको कुराहरू। अब त्यसमा टर्म इन्सुरेन्स मात्रै छ प्राइमेरीकामा चाहिँ। अनि टर्म इन्सुरेन्सको विषयमा बताउनु पर्दाखेरि त्यहाँ त खासै लिभिङ बेनिफिट्स त छैन नि त, मर्नै पर्यो नि त्यो पाउनलाई चाहिँ। यो प्रश्न प्रत्येकले गर्यो क्या। अनि त्यहाँ लिभिङ बेनिफिट्स भएको प्रडक्टहरू पनि हुन्छ नि, त्यस्तो चाहिँ छैन भनेर सोध्ने। अरू मेरो बहिनी, मेरो आफ्नै बहिनी अहिले पवित्रा खरेल, उहाँ पनि यो टिममा हुनुहुन्छ, उहाँले पनि त्यति सोधेपछि चाहिँ अब चाहिँ यो मबाट सम्भव छैन। मेरो हस्बेन्ड पनि त्यति धेरै उत्सुक हुनुहुन्थेन र पनि अलिकति ट्राई नगरे त होइन। सो त्यो भएपछि हामीले 6 महिनासम्म कन्टिन्यू ट्राई गर्दा मैले रिक्रुट गर्न सकिनँ मेरो हस्बेन्डदेखि बाहेक। सो यहाँ चाहिँ अलि होइन रहेछ भनेर हामी लाइक गट फ्रस्ट्रेटेड, अनि बिचमा पज गऱ्यौँ। 2025 मा कृष्ण सरले मलाई यो विषयमा भन्नुभयो। मैले सुरुमा पत्याइनँ, सुनेको नसुनै गरेँ, कहिले भागेर पनि हिँडेँ, कता बोलाउँदाखेरि यसरी सेमिनारतिर। तर एकचोटि अब त्यो जे हुन्छ राम्रोको लागि हुन्छ, समयमा आउँछ, समय आउँछ सबै कुराको भने जस्तो। आफ्टरमा वहीँ लेक्सिङटनको आफ्टर डे केयरमा एउटा यस्तै सानो सेमिनार थियो, त्यहाँ जानलाई विशेष आग्रह गर्नुभएको थियो। त्यहाँ गएर त्यो सबै त्यहाँ वरिष्ठ एजुकेटेड मान्छेहरूले त्यहाँ सेयरिङ गरेको देखेपछि अनि मैले अब इमेजिनेसन गर्न थालेँ, दिस इज समथिङ गुड। अनि त्यही कुरा मेरो सिस्टरलाई सोद्धाखेरि उसले यसलाई पोजिटिभली लिइदियो। त्यहाँबाट हामीले मोटिभेटेड भएर हामी पनि यसरी लागेको हो। सुरुमा कसैले पनि पत्याएकै हुँदैन, यस्तै नै हुन्छ सबैको एक्सपिरियन्स। अब म अहिले दृढका साथ भन्न सक्छु, यो मान्छेलाई बुझाउन यस इट टेक्स आवर एफर्ट, अलिकति टाइम लाग्छ। कतिपय सजिलै बुझ्ने पनि हुनुहुन्छ, कतिपयले यसलाई बुझ्नै चाहनुहुन्न, कतिपयले कसरी पनि लिनुहुन्छ भने मैले गर्दैकाले उसलाई हुने रहेछ न भनेर त्यस्तोहरू पनि पाइएको हुन्छ। सो यी सबै कुराहरूलाई हामीले च्यालेन्ज ह्यान्डलिङ कसरी गर्ने भन्ने कुरा लिएर अघि बढ्नुपर्छ भन्दै फेरि पनि म चाहिँ आजको प्रेजेन्टेसनको पस्काइको क्रममा अबको पालो रहेको छ अडियन्समा कोही हुनुहुन्छ? मैले उहाँ भाइलाई देख्दैछु, एकजना हजुर आएर आफ्नो, मैले नाम पनि खासै जान्दिनँ, हजुर आएर इन्ट्रोडक्सन दिनु सक्नुहुन्छ? मैले इन पर्सन रिक्वेस्ट गरेँ।
हजुर हजुरको नाम मोतिकर चौलगाई हजुर डब्लुएफसीमा टिए हजुर ल हस् अब उहाँबाट हामी डब्लुएफसीको उहाँप्रतिको बुझाइ के छ एक्सपिरियन्स के कस्तो छ हामी सुनौँ हस् थ्याङ्क यू उहाँलाई पनि स्वागत गर्नुभयो तालीले सबैलाई दर्शन डब्लुएफसीको बारेमा अघि ब्रदरले भने जस्तै म पनि खासै नयाँ हो भेना र शिक्षा र मैले जोइन चाहिँ गरिरहेको छु साइन अप गरिरहेको छु त्यहाँभन्दा अगाडि अब भन्ने हो अलिअलि बुझिँदैछ त्यति अहिले ठिक छ सुरुवात यसरी नै हुन्छ तपाईँ भन्नुहुन्छ ल ठिक छ अबको पस्काइ क्रमिक रूपमा सुरु गर्नलाई फेरि पनि मैले यो माइक्रोफोन बहिनी सुमन्ताजीलाई हस्तान्तरण गरेँ हस् धैर्य गरेर सुनाउँला Thank you, Chandraman. First of all, I'd like to start with talking about a little bit about our team achievement and our new goal. यो चाहिँ मैले मेरो हाम्रै एसएमडी राज सरकोबाट अलिकति इन्फर्मेसन लिएको फेरि नमस्ते सबैजनालाई मेरो नाम सुमन्ता हो म सिन्सिनेटी ओहायोबाट र अहिले म सिनियर एसोसिएट छु हाम्रो करेन्ट स्टेट अफ आवर टिम हाम्रो चाहिँ अहिलेसम्म हाम्रोमा 3 जना सिनियर मार्केटिङ डाइरेक्टर हुनुहुन्छ राज सर शेख सर र अनि कृष्ण सर हुनुहुन्छ we have 5 marketing directors 17 senior associates, 23 associates, 34 people with license, and 204 active members. Our 2025 team achievement, we were able to get 2 new senior marketing directors, John Hununza, Krishna Sir ra Sheikh Sir Hununza. We were able to have our 3 SMD in our SMD Academy in Atlanta. We were able to have, because our Raj Sir was able to achieve 10K earner ring, 100K earner. We had 2 50K ring earner. We had also we were also able to qualify for a people builder team. We also had a leadership council qualification. And also Alaska cruise qualification, and our Raj sir again was able to qualify for Hawaii 2026. Our goals for 2026 by our mentor Raj sir, we at least have 10 SMDs, 3 executive marketing director EMDs, at least 8 50K watch earner, at least 4 100K ring earners, also like at least 1 50K ring earners also, minimum 10 family qualify for Cancun qualification. Minimum 5 members for Hawaii qualification in 2027. Minimum, I guess more, at least 3 people qualify for leadership qualification. And more than, I guess get more than 3 million points for our whole team. And at least $250 million of protection for the families. Thank you. Thank you, Bhajin Sumantaji.
सो त्यो थियो हामीले 2025मा वर्षको गएको वर्ष 2025मा इयर 2025मा हामीले के कति हासिल गर्यौँ भन्ने कुराको डिटेल जानकारी यो सम्भव छ र त्यसै गरी हामीले इफ वी वर्क टुगेदर विथ केन इन्ट्रेस्ट भित्रैबाट हामी लागेर टिमसँग टुगेदर गयौँ भने पोसिबल हुँदो रहेछ नि त यतिसम्म गरिसक्यौँ त्यसै गरी लागि नै रह्यो भने हामीले 2025मा हाम्रो गोल के कस्ता छन् के कति हासिल गर्ने गोल बनायौँ त्यो पनि 2026मा सरी हजुर सरी 2026को अबको गोल हामी आउने वर्षमा के गर्ने हामीले गोल राख्यौँ त्यो पनि उहाँले राखिदिनु भयो द्याट्स अमेजिङ यसमा सम्पूर्ण दिन चाहिँ कमिटमेन्ट छ यो सबै यो डेटाहरू कलेक्सनको श्रेय चाहिँ हाम्रो आदरणीय द ग्रेट मेन्टर अफ टिम मिराकल राज भट्टराईजीलाई जान्छ थ्याङ्क यू सो मच फर दिस अल रेकर्ड्स अब चाहिँ अबको पस्काइको क्रममा आजको प्रेजेन्टेसनको अबको पालो रहेको छ टिम मिराकलका होनहार फाइनेन्स होनहार वित्तीय हस्ती भनेर चिनाउन चाहन्छु अब हि इज एक्टिभली कन्ट्रिब्युटिङ टु दिस प्लेटफर्म ओके अडियन्स भरे ओके ओके ठिक छ हामीले अलिक भनेर राखेका थियौँ तर ठिक छ बिचमा बोरिङ हुन्छ कि ठिक छ आइम सरी सो नाउ अगेन अडियन्सको पालोमा इन्ट्रोडक्सन गर्ने क्रममा आउँदै हुनुहुन्छ हाम्रो वरिष्ठ टिम अहिलेसम्म एसोसिएट हुनुहुन्छ सिनियर एसोसिएट टिए ट्रेनिङ एसोसिएट भनेको हामी एज सुन एज वी जोइन इन्टु डब्लुएफजी प्लेटफर्म हामी ट्रेनिङ एसोसिएट भन्छौँ जसले 125 तिरेर डब्लुएफजीमा कोड लिनु भएको छ उहाँ त्यही दिनदेखि टिए ट्रेनिङ एसोसिएट भन्छौँ हामी सो आउँदै हुनुहुन्छ ट्रेनिङ एसोसिएट पूर्ण परसाईजी हजुरले पनि आएर यहाँ आएर आफ्नो इन्ट्रोडक्सन र डब्लुएफजीको बुझाइ एक्सपिरियन्स के कस्ता छन् सेयर गर्न सक्नुहुन्छ थ्याङ्क यू सो मच हेलो नमस्कार सबैजनामा म पूर्ण प्रसाई कोलम्बस ओहायोबाट म चाहिँ यो डब्लुएफजीमा रिसेन्टली जोइन भएको 1 महिना मात्रै हुन्छ खासै म त्यति धेरै यो डब्लुएफजीको त्यति धेरै लामो बुझाइ त केही पनि छैन तर हाम्रो सेक सर अनि डिसी सरको थ्रुबाट म जोइन हुन पाएँ र यो जति पनि यो हाम्रो कार्यक्रमहरू के भइरहेछ त्यसमा जोइन भएर के कति कुराहरू बुझ्ने मौका पाइरहेको छु अहिलेलाई मैले त्यति नै भन्न चाहेँ धन्यवाद Thank you, Purnaji. Thank you so much. We are doing यसरी नै हो सुरु गर्ने म बार हामी भनिरहेछौँ सुरुमा कसैलाई पनि विश्वास लागेकै छैन तर हामी यहाँ निरन्तर लागिरहन्छौँ अबको पालो रहेको छ सेयरिङ गर्ने क्रममा तर म यो पस्काई राख्दिनलाई बहिनी सुमन्ताजीलाई नै हस्तान्तरण गर्छु I would like to call Narendra Neopani if he can share a little bit about his journey. नमस्ते सबैजनामा यो परिचय मेरो मैले कोलम्बसवासी नरेन्द्र न्यौपाने र यो परिचय छोटै दिँदाखेरि राम्रो हुनेछ आजको लागि चाहिँ किनभने म अहिले टिए रहेछु अहिलेको जुन एउटा प्रोग्राम स्टार्टिङ पोइन्ट्समा चाहिँ त्यो भएर लर्निङ फेजमा